यो गीत तपाईँले सयौंपल्ट सुन्नुभएको छ, तर थाहा छ यहाँ जङ्गी निशान भनेको के हो? अनि गीतको यो भागले के भन्दैछ बुझ्नु भएको छ? छैन भने आउनुहोस् म बुझाउँछु। यो गीत के हो भनेर बुझ्नुभन्दा पहिला यसलाई लेखिएको समय र प्रसङ्ग जान्नुपर्छ। विक्रमसम्म 2003 सालमा भारतमा बीपी कोइरालाहरूले नेपाली राष्ट्रिय काङ्ग्रेस खोलेको खबर सुनेपछि गोपाल प्रसाद रिमाल नेपालमै राजनीतिक दल स्थापना हुनुपर्ने भन्दै अभियान चलाउन खोज्छन्। जनतामाझ राष्ट्रियता जगाउन राष्ट्रिय झण्डाको एउटा स्तुति चाहिन्छ भन्ने लागेपछि उनले यो गीत लेखेको उनका राजनीतिक साथी दमन राज तुलाधरले आफ्नो आत्मकथामा लेखेका छन्। अब यति बुझिसकेपछि हेरौँ गीतमा के छ। अमर गुरुङको सङ्गीत अनि गुरुङ स्वयं र फतेमानले गाएको यो गीतले सुरुवातमा राष्ट्रिय झण्डाको कुरा गर्छ। हाम्रो झण्डाको सतह रातो छ अनि त्यहाँ चन्द्र र सूर्य अङ्कित छन्। तिनै कुरालाई समग्रमा हाम्रो जङ्गी निशान अर्थात् नेपालीको फौजी चिन्ह वा चिनो भन्दै रिमाल लेख्छन्। अर्को लाइनमा रिमाल हाम्रो शानको कुरा गर्छन्। शानको अर्थ दुईवटा हुन्छ, एउटा हुन्छ साध वा सिमाना, अर्को हुन्छ गौरव, इज्जत वा प्रतिष्ठा। हुन सक्छ रिमाल यहाँ नेपालको सिमानाको कुरा गर्दैछन् र भन्दैछन् हाम्रो सिमाना जिउँदो रगतसरी जीवित छ, वा हुन सक्छ उनी भन्दैछन् नेपालीको गौरव र प्रतिष्ठा जिउँदो रगतसरी बलियो छ अर्थात् शौर्यमान छ। यसपछि गीतको लगभग सबै भागमा उनी हाम्रो झण्डा मार्फत नेपाली फौज वा भनौँ नेपालीको तारिफ गर्छन्। अर्को अन्तरामा उनी नेपालको इतिहासलाई समेट्छन्। जति बेला नेपाल भर्खर यो जगत अर्थात् विश्वमा जन्मिँदै थियो त्यस बेला त्यसमाथि कयौं आक्रमण भएका थिए। नालापानी लगायत धेरै ठाउँमा भएका अङ्ग्रेजहरूको विरुद्धका लडाइँहरूलाई उनी प्रहार भन्दै लेख्छन्। यसबेला हाम्रो नजिकका भारत र चीन जस्ता ठूला देशहरू अर्थात् साम्राज्यहरू औपनिवेशसँग पराजित भएका थिए, तर हामी हारेनौं। हाम्रो शान अर्थात् सिमाना पूर्ण रूपमा गुमेन वा भनौँ हाम्रो गौरव हारेन। यही कुरालाई बताउँदै उनी भन्छन् यस बेलासम्म गीतमा नेपालको सामर्थ्य र ओजको चर्चा थियो। अब यसपछिको लाइनमा भने हाम्रो उदार छातीको कुरा आउँछ। उनी भन्छन् हाम्रो यो झण्डा अथवा नेपाल जस्तोसुकै शत्रुलाई परास्त गर्ने सामर्थ्य मात्र राख्दैन, यो जगत अर्थात् विश्वमा भएका गाई जस्ता सोझा र सरल साधु सन्तहरूलाई आफ्नो भुइँमा अटाउन सक्ने अर्थात् शरण दिन सक्ने हैसियत र उदारता पनि राख्छ। सबको शरण बलियो रिमालले रचेको यो नेपाली झण्डाको स्तुति गजब छैन त? तपाईँलाई यो गीतको सबभन्दा मनपर्ने लाइन कुन हो तल कमेन्टमा लेख्नु होला। अनि भिडियो सकेसम्म धेरैलाई सेयर गर्नु होला। अनि कसैसँग भेट भयो भने भन्नु होला